डाक्टर नमस्ते। नमस्ते। म पार्टी उपाध्यक्ष बोलेको एमालेबाट। पार्टी अध्यक्ष एमाले। एमालेको पार्टी उपाध्यक्ष बोलेको। एमालेको त कुरा सुन्ने गरेको छु नि त। हजुर। हेलो हेलो। मैले एमालेको पार्टी उपाध्यक्ष बोल्दैछु सर म। भन्नु न के छ? त्यो खोप्रिङको पोस्टमार्टम मैले अब यहाँ के साथमा सक्यो सर, भोलि पनि बिदा रहेछ, आज पोस्टमार्टम गरिदिनु न सर भनेर। म क्लिनिकमा छु होइन? हजुर सर। नियमअनुसार त 5 वर्ष देखि हुँदैन। होइन सर, त्यो अब यस्तो भयो, भोलि पछि लास्ट जनता सर्छ होला, त्यो गर्छ जनता र उ गर्ने कुरा हुँदैन, त्यति आर्थिक गरिदिनु पर्यो सर। अब तपाईँ नाम भन्नुहोस् त हजुर। म सन्तोष खतिवडा सर, नेकपा एमालेको उपाध्यक्ष हो म। एमालेको त खासै कुरा नसुन्ने गरेको छ। एमाले कुरा त सुनिरहेको छ। ल त्यसो भए हुन्छ, ठिकै छ। हजुर। डाक्टर नमस्ते। नमस्ते। म पार्टी उपाध्यक्ष बोलेको एमालेबाट। पार्टी अध्यक्ष एमाले। एमालेको पार्टी उपाध्यक्ष बोलेको। एमालेको त कुरा सुन्ने गरेको छु नि त। हजुर। हेलो हेलो। मैले एमालेको पार्टी उपाध्यक्ष बोल्दैछु सर म। भन्नु न के छ? त्यो खोप्रिङको पोस्टमार्टम मैले अब यहाँ के साथमा सक्यो सर, भोलि पनि बिदा रहेछ, आज पोस्टमार्टम गरिदिनु न सर भनेर। म क्लिनिकमा छु होइन? हजुर सर। नियमअनुसार त 5 वर्ष देखि हुँदैन। होइन सर, त्यो अब यस्तो भयो, भोलि पछि लास्ट जनता सर्छ होला, त्यो गर्छ जनता र उ गर्ने कुरा हुँदैन, त्यति आर्थिक गरिदिनु पर्यो सर। अब तपाईँ नाम भन्नुहोस् त हजुर। म सन्तोष खतिवडा सर, नेकपा एमालेको उपाध्यक्ष हो म। एमालेको त खासै कुरा नसुन्ने गरेको छ। एमाले कुरा त सुनिरहेको छ। ल त्यसो भए हुन्छ, ठिकै छ। डाक्टर नमस्ते। नमस्ते। म पार्टी उपाध्यक्ष बोलेको एमालेबाट। पार्टी अध्यक्ष एमाले। एमालेको पार्टी उपाध्यक्ष बोलेको। एमालेको त कुरा सुन्ने गरेको छु नि त। हजुर। हेलो हेलो। मैले एमालेको पार्टी उपाध्यक्ष बोल्दैछु सर म। भन्नु न के छ? त्यो खोप्रिङको पोस्टमार्टम मैले अब यहाँ के साथमा सक्यो सर, भोलि पनि बिदा रहेछ, आज पोस्टमार्टम गरिदिनु न सर भनेर। म क्लिनिकमा छु होइन? हजुर सर। नियमअनुसार त 5 वर्ष देखि हुँदैन। होइन सर, त्यो अब यस्तो भयो, भोलि पछि लास्ट जनता सर्छ होला, त्यो गर्छ जनता र उ गर्ने कुरा हुँदैन, त्यति आर्थिक गरिदिनु पर्यो सर। अब तपाईँ नाम भन्नुहोस् त हजुर। म सन्तोष खतिवडा सर, नेकपा एमालेको उपाध्यक्ष हो म। एमालेको त खासै कुरा नसुन्ने गरेको छ। एमाले कुरा त सुनिरहेको छ। ल त्यसो भए हुन्छ, ठिकै छ।